नानी बाटो कस्तो छ रे फोटो खिच्न भनेर छेउछेउमा नजानु है भनेको छ। र मैले मम्मीले भन्नुभएको यो कुरालाई चाहिँ एकदम धेरै लागू गरेँ। वास्तवमै बाटो एकदम अप्ठ्यारो र हामी छेउछेउमा गएर फोटो खिच्ने समय पनि थिएन र त्यही ठाउँमा मात्रै हामीले फोटो खिच्न हामी रोकियौँ जहाँ अलि सहज थियो। रूप्सीबाट हामी अगाडि लागिसकेका छौँ। पार्ट 1 को भिडियोमा यदि यहाँहरूले हेर्नुभएको थियो भने हामी काठमाडौँबाट बेनीमा बास बसेर रूप्से झरनासम्मको भिडियो मैले पार्ट 1 मा अपलोड गरिसकेँ। अब आजको यस भिडियोमा चाहिँ रूप्सेदेखि कागबेनीसम्म पुग्दाको अनि एउटै भिडियो एकदम धेरै लामो बनाउनुभन्दा मैले पार्ट गरेरै अपलोड गर्न ठिक हुन्छ जस्तो लाग्यो। हामी अगाडि जाँदैछौँ। बाटोको अप्ठ्यारोपन देख्न सक्नुहुन्छ। वास्तवमै त्यो बाटो चाहिँ डर लाग्दैछ। झन् म अगाडि नै बसेर यसरी प्रत्यक्ष हेरिरहँदा चाहिँ एक मन चाहिँ भिडियो बनाउँदैछु भन्ने खुसी पनि छ, अर्को चाहिँ अब कता कता त्यो मनमा डर चाहिँ हुन्छ है। जसले जे भने पनि बाटो त्यस्तै थियो। तर यो सबै डरहरू केही समयपछि जुन दृश्यहरू हामी हेर्दैछौँ, जुन ठाउँमा हामी पुग्दैछौँ त्यसले सबै मेटिदिनेछ। कच्ची रोड छ। अब केही बेर हामी कच्ची रोड नै हिँड्नुपर्ने छ। तल नदी बगिरहेको छ। बिहानै छ। हामी अलि चाँडै नै निस्किसकेका थियौँ। घाम अब बल्ल देखिँदैछ। रूप्सीबाट निस्केपछि केही समय चाहिँ हामीले अलि धुलो बाटो नै पार गर्नु पर्यो। अब हामी अलि पक्की र एकदम सुन्दर बाटोमा आइसकेका छौँ। ठाउँहरूको नाम सबै ठाउँमा लेखेको थिएन, त्यसैले अब मैले मुख्य मुख्य ठाउँहरूको नाम मात्रै भनिरहेकी छु। अब देख्न सक्नुहुन्छ एकदम सुन्दर दृश्यहरू देख्न थालिसकेको छ। अझ हिमालको दृश्य यही भिडियो पछाडि आउँदैछ, जुन दृश्यले चाहिँ हामीलाई मुस्ताङ आउनु पछाडिको हाम्रो उद्देश्य र हामीले कति सही निर्णय लियौँ यो समयमा मुस्ताङ आउने भन्ने पनि हामीलाई भान गराउँछ। अघिसम्मको बाटोमा चाहिँ घरहरू बस्तीहरू खासै देख्न नपाएको अवस्था थियो। अब चाहिँ फाटाफुट घरहरू पनि देख्न थालेको छ। त्यस्तो बाक्लो बस्ती त छैन, सम्भव पनि छैन जस्तो लाग्छ। तर सुविधा चाहिँ धेरै पुगेको देखिन्छ, बिजुलीदेखि लिएर बाटोदेखि लिएर पानीहरूको। हामी चाहिँ अब गफ गर्दै म सँगसँगै त्यहाँ अगाडि बहिनी र त्यो आन्टी पनि हुनुहुन्छ। अनि हामी चाहिँ यो सुन्दर बाटो सुन्दर ठाउँ देखेर यहाँको अब विकटता पनि कति गाह्रो होला, यो सुन्दरता सँगसँगै अरू कति अप्ठ्यारा पनि होलान् है भन्दै गफ गर्दै अगाडि गइरहेका छौँ। बेलुका बस्ने हो। अहिले हामी हिँडिरहेको अथवा देखिरहेको यो बाटो चाहिँ घाँसाको रहेछ र अब चाहिँ थोरै बस्तीहरू पनि देख्दा खुसी लाग्दैछ। घरहरू एकदमै कम देखिने, रमाइलो सँगसँगै कता कता चाहिँ कस्तो सुन्ने ठाउँ, एक दुईवटा गाडी बाइक केही देखिँदैन भन्ने पनि मनमा चाहिँ आउँछ। हामी केही बेर यहाँ पनि रोकिएर केही समय त्यहाँ पनि बसेका थियौँ। त्यसपछि हामी अगाडि लाग्यौँ। अब बिस्तारै हिमालका सुन्दर दृश्यहरू हजुरहरू देख्दै हुनुहुन्छ होला। रूप्से कटेर केही समय चाहिँ एकदम सुक्खा बगर, पानी पनि थोरै नदीमा, त्यसपछिबाट ठुल्ठुला अब त्यो ढुङ्गे पहाडहरू, अब बाटो कच्ची, फेरि एकदम धुलो पनि उडिरहेको देख्दा चाहिँ कता कता कस्तो उराठ लाग्दो जस्तो भइरहेको थियो। तर जब हामी घाँसाको बाटो छोएर हामी अगाडि बढ्यौँ त्यसपछि वास्तविक सुन्दरता, वास्तविक मुस्ताङको चाहिँ जुन सौन्दर्य छ त्यो चाहिँ हामीले देख्न पाइरहेका छौँ। साइड साइडमा हरियाली, चैतमा हामी यो हरियाली देख्दैछौँ भनेपछि यो हिमाली क्षेत्रको एउटा विशेषता पनि होला।
यति बेलामा चाहिँ रुखका पातहरू झर्ने होइन सबै घाँसहरू मरेर खैरो पहेँलो हुने अवस्थामा यहाँ हामी मजाले हरिया रुखहरू देख्दैछौँ र फाँटमा देख्न सक्नुहुन्छ आलु बारी पनि त्यहाँ राम्रोसँग उब्जाउ भइ नै रहेको छ। गाडीहरू चाहिँ सकेसम्म बस सँगसँगै यस्ता साना गाडीहरू धेरै जाने अनि यस्तो सानो गाडीहरू लिएर जाँदाको फाइदा चाहिँ आफू जति लामो समय रोकिन चाहिए पनि त्यो सुविधा भयो। ठुलो बसमा चाहिँ अब एकजनाको मात्रै निर्णय हुँदैन, हामीले जे रुल्समा हामी आउँछौँ भनेका छौँ त्यही नै हामीले फलो गर्नुपर्छ। तर जुन ट्राभल एजेन्सीबाट हामी गएका थियौँ मेरो साथीले जहाँबाट बुक गर्नुभएको थियो यति सुविधायुक्त थियो कि बस्ने खाने व्यवस्था राम्रोदेखि लिएर उहाँहरूले जस आफ्नो पेसेन्जरहरूलाई एकदम राम्रोसँग ट्रिट पनि गर्नुभयो। होइन कस्तो ट्याक्कै हिमालयमा हातैले आउला जस्तो छ क्या। मैले त्यही भनेर यहाँबाट देखिने दृश्य यति सुन्दर थियो कि हामीले एकदम धेरै रिक्वेस्ट गरेर त्यही नै हामीले केही बेर यो ठ्याक्क अगाडि देखिरहेको जुन बाटो छ त्यहीँ एकछिन रोक्न लगाएर त्यहाँको दृश्यहरू पनि खिच्यौँ। फोटोहरू पनि धेरैजनाले खिच्नुभयो। त्यहाँ एउटा पप्पी पनि बाटोमा सुतिरहेको छ। हामी साइडबाटै जान्छौँ र यहाँनिर केही बेर हामी रोकिएपछि फेरि हाम्रो यात्रा निरन्तर भयो। अब हामीले अगाडिका सबै भिडियोमा यस्तै सुन्दर हिमालहरूलाई देखि नै रहन पाउनेछौँ। मैले जीवनमा कहिले पनि हिमालै नदेखेको त होइन, तर यति नजिकबाट हिमालको अनुभव मैले योभन्दा अघि गर्न पाएकी थिइनँ। घान्द्रुक जाँदा पनि हिउँहरू लगभग नभएको अवस्थामै पुगेको थियौँ र यहाँबाट फेरि हामी अगाडि बढिसक्यौँ। तपाईँले देख्नुभयो त्यहाँ म र मेरो एकजना म्यामसँगै भएर हामीले फोटोहरू भिडियोहरू लियौँ र जति अगाडि गयो त्यति राम्रो जङ्गल, त्यति राम्रो हिमालको दृश्य। अब चाहिँ यात्राको वास्तविक मनोरञ्जन प्राप्त भइरहेको छ। अनि मसँगै बस्ने बहिनीले चाहिँ दिदी कस्तो पेन्ट गरे जस्तै देखेको है अगाडि यो दृश्यहरू भनेर एकदम खुसी हुँदै थिइन्। अनि उनको मम्मी आन्टीलाई पनि एकदम राम्रो लागेछ, उहाँहरूको पनि पहिलो पटक रहेछ अनि खुसी भइरहनु भएको थियो। र बहिनी र आन्टीलाई देखेर मेरो मनमा अब म अर्को पटक मुस्ताङ आउँदा मम्मी र म पनि यसै गरी गफ गर्दै आउने मैले त्यति बेला नै मनमा बनाइसकेकी थिएँ र केही कारण परेर हामी अहिलेसम्म पुग्न सकेका छैनौँ। तर म पक्का अब मेरो अर्को मुस्ताङ भ्रमण चाहिँ मेरो मम्मीसँग हुनेछ र उहाँलाई यसै गरी लिएर जाने मेरो ठुलो इच्छा छ। यति हो कि त्यति बेला पनि यस्तै सुन्दर दृश्य हेर्न पाइयोस्, मौसमले साथ दियोस्। हामीलाई चाहिँ एकदम लकले फेभर गरे भने जस्तै हरेक ठाउँमा एकदमै सहयोग भयो। अझ मुस्ताङमा धेरै रमाइला पलहरू छन् मन्दिर परिसरमा, त्यो पनि अर्को पार्टमा तपाईँले हेर्न पाउनुहुनेछ। अहिले चाहिँ ठ्याक्कै यो पुरानो सिनेमामा हिन्दी सिनेमाहरूमा काश्मीरको अनि एकदम स्विजरल्यान्डतिरको त्यो दृश्यहरू देखाउँथ्यो अनि ओहो कस्तो राम्रो ठाउँ, यस्तो ठाउँ त है भनी लाग्थ्यो। तर यहाँ यो आफै पुगेर आइसकेपछि मुस्ताङ चाहिँ मेरो नेपालमा पनि यति सुन्दर ठाउँ छ भनेर एकदम गर्व लाग्छ। पुग्न चाहिँ अलिक कठिनै छ, एकदम लामो बस यात्रा गर्न नसक्ने व्यक्तिहरूको लागि चाहिँ एकदम यो कठिनै हुन्छ, धेरै दिन लाग्छ। हामी 2 दिनको राति मुस्ताङ पुगेका थियौँ, त्यो पनि एकदमै कतै धेरै अलमल नगरिकन। त्यसैले ट्राभल गर्न सक्ने समयमै घुम्दा राम्रो भन्ने चाहिँ त्यहाँ पनि लाग्यो मलाई। अब जति नजिक गयो त्यति राम्रो सुन्दर दृश्यहरू।
यहाँबाट चाहिँ हामी लेते प्रवेश गरेका छौँ। तपाईँले भर्खरै पनि ड्राइभर दाइले लेते आइपुग्यो भनेको पनि त्यहाँ सुन्नुभयो। र हामी अहिलेसम्म खाना खाएका छैनौँ, दिउँसो भइ नै सकेको छ। कागबेनीमा हामीसँगै जानुहुने केही समूहले चाहिँ त्यहाँ गएर श्राद्ध गर्ने योजना पनि बनाउनु भएको छ। अब हामी चाहिँ त्यही भएर कतै खाना खान नरोकिने, बरु मिल्छ भने मुस्ताङ नै चाँडै पुगेर बेलुकाको खाना चाहिँ चाँडै खाने भनेर हामीले आफूसँग जे नास्ता थियो त्यही नै खाएर हामी बसमा जस गइ नै रहेका छौँ। यहाँ देख्न सक्नुहुन्छ लेते को डाँडो हामी कर्दैछौँ। केही बेरमा हामी लेते बजार पनि पुग्छौँ। अझ सुन्दर दृश्यहरू, ढुङ्गाका यो गारोहरू कति सुन्दर, कति सफा बाटो र सरसफाइले चाहिँ जसको पनि मन लोभ्याउने। अनि म चाहिँ काठमाडौँ, भक्तपुर, ललितपुरलाई सम्झिँदै थिएँ यस्तै सरसफाइ सबैतिर देख्न पाइयो भने। अनि मनमनै चाहिँ यो हिमालका दृश्यलाई टपक्क टिपेर आफूसँगै लगेर कतै राख्न पाएँ हुने जस्तो पनि भइरहेको थियो। यो भागलाई भोइस ओभर गरिरहँदा म बाहिर हावामै छु, सायद आवाज अलिक फरक सुनिन सक्छ। मलाई लागेको चाहिँ अब हामी चाहिँ चैत महिनामा गएका थियौँ, हिउँ पर्ने समयमा पर्दैन। अनि त्यो समयमा चाहिँ जो अलिकति चिसो धेरै सहन सक्नुहुन्न उहाँहरूको लागि चाहिँ एकदम सहज हुन्छ। र अलि बुढाबुढी भइसक्नु भएको तर एकदम जान मन गर्ने मान्छेहरूको लागि चाहिँ यो समय ठिक लाग्यो। जाडो महिनामा चाहिँ त्यस्ता व्यक्तिहरू नजाँदा नै राम्रो, एकदमै गाह्रो हुन्छ त्यहाँ पुग्दा। माथि त एकदमै चिसो नै हुन्छ चैतमै पनि, मुस्ताङकै मन्दिर परिसर अथवा वरपर। चैतमा त त्यस्तो चिसो हुन्छ भनेपछि अरू महिना त मैले एकदम कल्पनै गर्न सकिनँ। तर मलाई चाहिँ हिउँ परेबाट देख्दा पनि खुसी नै लाग्ने, नजिकै हुनुपर्छ भन्ने पनि छैन। त्यसले गर्दा पनि होला म चाहिँ एकदम धेरै खुसी भएँ। तर अब होइन हिउँ हेर्नै पर्छ भन्ने, तर बाटो पनि एकदम ब्लक हुन्छ अरे। यहाँ मान्छेहरूले टिकटक पनि बनाइरहनु भएको छ, साइडमा हेर्न सक्नुहुन्छ। र यति बेला चाहिँ यस्तो रमाइलो गर्दै जान पाइने भएको भएर मलाई चाहिँ यो हामी गएको मौसम चाहिँ एकदमै ठिक लाग्यो। धेरैजनाको मनमा अब यो मान्छेले सबै भिडियो मात्र खिचिरहेर कति बेला त्यो दृश्यहरू चाहिँ आफै हेरेर मनोरञ्जन लिए होला भन्ने पनि हुनसक्छ। वास्तवमा मोबाइललाई एउटा साइडमा समातेपछि मैले चाहिँ मजाले हेर्न पाएँ, किन भन्दा बसको अगाडिको भागमै हामी बसिरहेका थियौँ भनेपछि मैले त्यो दृश्य पनि हेर्दै र मोबाइलमा यो भिडियो पनि खिच्दैछु। र ठाउँ ठाउँमा चेक पोस्टहरू पनि रहेछ, के कागजहरू बुझाउनु पर्ने, कति यात्रु लिएर जाँदैछौँ भनेर। त्यसपछि यहाँ चाहिँ विशेष गरी भारतबाट पर्यटकहरू आउने देखियो होइन, तीर्थयात्राको रूपमा। अनि उहाँहरूको लागि चाहिँ के सर्टेन चार्ज लाग्दो रहेछ, त्यो चाहिँ अब ट्राभल एजेन्सीले नै त्यहाँ पे गर्नुहुँदो रहेछ। र धेरै मान्छेहरू यहाँ फोटो भिडियो खिच्दै हुनुहुन्छ, किनभने पछि अब फेरि घर गइसकेपछि केही हेर्न मन लाग्यो भने त यहाँ गइरहन फेरि त्यति नै समय दिन चाहियो। कति त्यहीँ टिकटक पनि बनाइरहनु भएको थियो। सबैले आफ्नो त्यो मनोरञ्जन चाहिँ अब यो लेते बजारमा चाहिँ अलिकति ठाउँहरू पनि राम्रो, साथै अब होटेलहरू पनि भएको, खाना नास्ताको लागि रोकिन पनि सहज। हामी चाहिँ त्यसपछिबाट लेते बजारले छोडेर अगाडि नै बढ्यौँ। हामी चाहिँ सकेसम्म 12 बजे अगाडि कागबेनी पुग्ने भन्ने हाम्रो उद्देश्य। अब के अफ रोड छ, तर अगाडिको दृश्य जति अघि गयो त्यति सुन्दर हुँदै गइरहेको छ। बसमा बसिरहँदा चाहिँ अब आयो कि भनेर मनमा भइ नै रहन्छ। तर मात्र एउटा सर्टेन ठाउँ हामीले काटेका हुन्छौँ अनि फेरि
लामो फाँट कन्टिन्यू बाटो फेरि देख्न पुग्छ। अब यहाँ देख्न सक्नुहुन्छ उता पारी कता कतासम्म यही नै बाटो कन्टिन्यू हुन्छ। अहिले चाहिँ हामी यो एउटा पुल काटिसकेका छौँ। छक्ताङ गाउँ भन्नेमा हामी जाँदैछौँ। त्यो बाटो हुँदै जाँदैछौँ। दृश्यहरू हेर्नुहोस्। चैतको समयमा पनि ती हरियाली हेर्नुहोस्। फाँटहरू त सुक्खा नै छन्, बगरहरू ढुङ्गे बगरहरू मात्रै देख्न पाइन्छ। र यो सुन्दर अब छक्ताङ खोला पुलमा हामी पार गर्दैछौँ। पुलहरू चाहिँ एकदम राम्रो लाग्यो मलाई, पक्की त भन्नाले एकदम राम्रोसँग बनाइएको। धेरै ठाउँमा पुलहरू पार गरिसकेका छौँ हामीले यति बेलासम्म। अब घरहरू कमै देखिन्छन्। देखिरहेको पनि सायद कुनै कार्यालय, मान्छे बस्ने घर चाहिँ एकदमै कम मात्रै बनेको देखिन्छ, सबै ठाउँमा छैन। अब यसको सुन्दर ठाउँको अर्को एउटा बेफाइदा भनेको सबै कुरा सबैमा हुँदैन। मुस्ताङमै पनि जाँदा धेरैजनाले हामी यहाँ होटेलहरू मात्रै खोलेर बसेको हो, हाम्रो घर त कोही पोखरामा छ, कोही जोमसोमतिर बस्ने हो, हामी यहाँ होइन भनेर भन्दै हुनुहुन्थ्यो। आफ्नो एउटा व्यापार चाहिँ हामी यसरी चलाउँछौँ भनेर पनि त्यहाँ भन्दै हुनुहुन्थ्यो। यो बाटो कहिले नसकियोस् जस्तो हुँदैछ यो हामी जब लेते छिरिसकेपछि त झन्। ड्राइभर दाइले यति सेफली यति अलर्ट भएर ड्राइभिङ गर्नुभएको थियो कि बसको यात्रामा हामी कोही पनि यात्रुहरूले एकपटक पनि ओहो भन्ने त्यस्तो अनुभव कहिले गर्नै परेन, मुस्ताङ पुग्दासम्म पनि। फाँटहरू सुक्खा नै देख्नुहुन्छ। हिमालहरू अब चाहिँ सबैतिर हिमाल देखिँदैछ, जता फर्क्यो त्यतै हिमाल। कतै खाली बाटोमा चाहिँ बसको स्पिड पनि बढ्दैछ, तर टर्निङमा चाहिँ एकदमै लामो समय हर्न बजाउनुहुन्छ हरेक बस ड्राइभरहरूले। अब हामी कोवाङ गाउँ छिर्दैछौँ यहाँबाट। अब केही बस्तीहरू देख्न सक्छौँ। शिरमा हिमाल सेतो टलल्ल टल्किरहेका छन्। कोवाङ बजार भनेर त्यहाँ लेखिएको छ। अगाडि केही गाडीहरू सामान लिएर जाँदैछन्। त्यो एउटा पुल छ हामीले पार गर्नुपर्ने। यहाँ एउटा विद्यालय पनि रहेछ। कोवाङ पार गरेर अब भने हामी मार्फा हेर्दै अगाडि बढ्दैछौँ। हामी यहाँ रोकिएनौँ। यो सुन्दर ठाउँलाई हामी भोलि घुम्नेछौँ भनेर हामी अगाडि लाग्यौँ। जेरी गल्ली पनि यहीँभित्र छ भनेर त्यहाँ दाइले भन्दै हुनुहुन्थ्यो, ड्राइभर दाइले। हामीलाई चाहिँ एकदम रोकिन मन थियो, यो स्याउ फल्ने समय त होइन, त्यहाँ सबै बोटहरूका पात झरिसकेका छन्। तर भोलि हामी यहाँ घुम्दैछौँ। अब अलिकति अफ रोड नै छ। बाढीले चाहिँ त्यहाँको जुन त्यो ट्र्याक थियो बाटोको त्यो सबै बगाएर अब हामीले अगाडि देख्ने बाटो चाहिँ एकदम अप्ठ्यारै छ, खोजेर जानुपर्ने बाटो नै कतापट्टि हो भनेर। यस्तो ठाउँमा पनि यी बोट बिरुवाले आफूलाई बचाउन चाहिँ सकेका छन्। यो चाहिँ अलिक कस्तो उराट लाग्दो देखिरहेको थियो, बाटो पनि ठाउँ पनि। र यहाँ हेर्न सक्नुहुन्छ, यहाँ पनि न घरहरू छ न कुनै गाडीहरू आइरहेको छ। त्यसैले एक्लै जाने भन्दा यसरी समूहमा जाँदा चाहिँ हरेक ठाउँमा अलि सहज हुने। र मुस्ताङ चाहिँ एक्लै नजानु नै भन्छु म। साथीभाइहरूको समूह बनाएर जाँदा एकदम रमाइलो हुन्छ। केही बेर यो फाँट हामीले पार गर्नै पर्छ। यो चाहिँ बाटोको ट्र्याकहरू सबै त्यो बाढी आउँदा बगाएर यस्तो भयो भन्दै हुनुहुन्थ्यो। अब फेरि कच्ची रोड सुरु भएको छ। मार्फालाई पछाडि छोडिहाल्यौँ।
अब हामी जोमसोमतिर लाग्दैछौँ। यस्तो पत्थरै पत्थर भएको पहाडमा पनि यी बोट बिरुवाहरू निस्किएर आफूलाई जोगाउन सकेका छन्। यहाँनिरबाट चाहिँ हामी अब जोमसोम प्रवेश गर्दैछौँ। मार्फापछि हामी जोमसोमको बजार पनि पुग्दैछौँ। अब यहाँ चाहिँ अब बाटो यस्तै नै हो धेरै जस्तो। अब अहिले 2 वर्षमा बनेको छ कि त्यो मलाई थाहा भएन। अनि अब त्यहाँ पर ऊ पनि एयरपोर्ट जोमसोम एयरपोर्ट पनि देखिरहेको छ। मैले सोध्दै थिएँ आज प्लेनहरू किन देखिएन भनेर। अनि दाइले मौसम अनुसार यहाँको प्लेनको सेड्युल हुन्छ, आज छैन भन्दै हुनुहुन्थ्यो। अनि एयरपोर्ट पनि यस्तो भन्ने जस्तो पनि लाग्यो, तर अब ठाउँअनुसारकै त हुने भयो। अनि हावाहरू चाहिँ एकदमै चल्न सुरु भइसकेको थियो। अगाडि तपाईँले त्यो धुलो देख्न सक्नुहुन्छ। यो गाडीको मात्रै होइन, त्यो जोमसोमे बजारमा 12 बजे हावा सररवाला गीत जस्तै नै हो। यहाँ हावा चलि नै रहेको थियो। बाइकमा आउने मान्छेहरू धुलो टकटकाउँदै पनि हुनुहुन्थ्यो। हामी यस बजारमा रोकिएनौँ। हामीलाई कागबेनी कुनै हालतमा पुग्नु थियो अलि चाँडो। त्यसपछि हामी बजारलाई बसबाटै निहाल्दै हामी अगाडि नै बढ्यौँ। बजारमा अब त्यस्तो छुट्टै घुम्न मिल्ने भनेर ठाउँहरू त्यस्तो धेरै होइन, यही बजारै घुम्ने हो भनेर भन्दै हुनुहुन्थ्यो। अब हामीले यहाँ चाहिँ नरोकिने भनेर हामी सबैजनाको सहमति नै भयो, हामी जति पनि थियौँ प्यासेन्जरहरू। अब घरहरू हो, म्याक्सिमम् होटेलहरू नै रहेका छन् यहाँ पनि। हरेक घरमा केही न केही त्यहाँ व्यवसाय चलेकै छ। के होटेल छ, कि अब लजहरू छ, नभए के पसल छ। फेरि केही बेर कच्ची रोड हामीले हेर्छौँ। यो धुलो त भन्नै परेन, अगाडि गाडीहरू भइसकेपछि अब चाहिँ कागबेनीको लागि हामी एकदम गइरहेका छौँ। अब हाम्रो यसपछि पुगिने ठाउँ भनेको कागबेनी हो। अब हरियाली भन्दा पनि यो एकदम सुक्खा र एकदम सानो सानो त्यो पोथ्रे भन्छ, त्यस्तो पोथ्रे रुखहरूलाई धेरै देख्न सकिन्छ। चेकपोस्टहरू पनि छ, त्यहाँ आफ्नो रजिस्टर गराएर हामी अगाडि बढ्दै जानुपर्छ। अघि पनि भने साथीभाइसँग घुम्न जाँदा चाहिँ एकदम धेरै रमाइलो हुन्छ, एक्लै गएर भन्दा पनि। दृश्यहरू चाहिँ कस्तो थियो भने त्यो एकदम त्यो विश्वासै गर्न गाह्रो हुन्छ नि। ओहो यस्तो राम्रो हुन्छ त, ल यहीँ सुक्खा बगर छ, त्यसपछि यस्तो राम्रो पहाड, फेरि पछाडि हिमाल। त्यो हामी चित्र बनाउँथ्यौँ नि सानो हुँदा, पहाड बनाएर त्यसपछि सूर्य त्यहाँबाट उदाएको देखाउने जस्तै खाले भनौँ न। एकदमै त्यो हातले कोरेर यहाँ टक्क टक्क पारेर हामी यस्तो बनाउँ है त भनेर बनाए जस्तै सुक्खापनले पनि रमाइलो दिन्छ र भने चाहिँ मैले यहाँ मुस्ताङ जाँदा कागबेनीको यी दृश्यहरूबाट। सुक्खा नै छन् यहाँ, अब हरियाली त देख्नै पाइँदैन। अनि अचम्मको कुरा कागबेनीमा चाहिँ रुखहरू पनि देख्न पाइन्छ। यहाँ एकदम राम्रो दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरूले। र यी बाइकमा जाने मान्छेहरू मजाले रोकिएर यहाँको भ्यूहरूलाई क्याप्चर गर्दै हुनुहुन्छ। पर केही दृश्यहरू देखिन्छन्, त्यो कागबेनीकै हो। अब हामी लगभग पुग्न आँट्दैछौँ। मलाई चाहिँ बसबाटै हेर्न एकदम आराम भइ नै रहेको थियो।
छ। हामी एकदम कमै मात्रै भिडियोमा सँगै छौँ उहाँहरूकै रिक्वेस्टमा। र यति बेला हामी कागबेनीमै छौँ र हामीभन्दा अगाडि त्यति धेरै बसहरू आएर कतिजनाले त त्यहाँको त्यो श्राद्धको विधि पनि सकेर आफ्नो गाडीमा फर्काउँदै हुनुहुन्थ्यो। तपाईँहरू देख्न सक्नुहुन्छ कति विशाल छ यो फाँट, ढुङ्गै ढुङ्गाको छ। नदी चाहिँ अब खासै त्यस्तो धेरै बगेको देखिँदैन। र हावाको वेग कति छ भनेर तपाईँले अघि मैले सुरुमा देखाएको भिडियोमा नि हेर्नुभयो। र म जतिसक्दो धेरै यहाँका दृश्यहरू खिच्दैछु। मान्छेहरू परसम्म पुगेर आउँदै हुनुहुन्छ। अब पानी चाहिँ सफा छैन, किनभने बगिरहने पानी छैन, जम्मा भएको पानी। अब त्यहाँको धुलो, यहाँ धुलो वास्तविक धुलो देख्न सक्नुहुन्छ र केही रुखहरू त्यहाँ एकदम हरियाली दिने। म केही बेर एकछिन मलाई यो फाँटमै हिँड्न मन लाग्यो, यो बगरमै पनि हिँड्छु भनेर। साना गाडीहरू पनि देख्न सक्नुहुन्छ, बसहरू थुप्रो छ। र यसरी हामी चाहिँ कागबेनीमा आएर अब यो हरियाली रुखहरू कसरी त्यति हरियो भइरह्यो, यो पनि प्रकृतिको त्यो भनिन्छ नि, यो अचम्मको कुरामध्येमा एउटा हो। जहाँ कि केही नै छैन ढुङ्गा बाहेक, त्यो ठाउँमा पनि ती रुखहरू चाहिँ यति सुन्दर छन्। र मेरो कपाल उडाएकोबाट नि तपाईँले पत्ता लगाउन सक्नुहुन्छ कि हावाको वेग कति छ। मैले सुरुमा एकदम फुर्ती गरेर ज्याकेट खोलेरै भिडियो बनाउँदै थिएँ, तर पछि त्यो सम्भव भएन, चिसो पनि छ। र मैले मेरो क्यामेराको यो फिचर चाहिँ सबभन्दा धेरै युज गर्छु। मलाई एकदम मनपर्छ, आफू पनि आइने, भ्यूहरू पनि खिच्न मिल्ने। आस्था विश्वासले नै यस्तो अप्ठ्यारो गरी पनि कति वृद्ध आमा बुवाहरू पनि यहाँ श्राद्ध गर्नको लागि भनेर त्यहाँ हामीले देख्यौँ। यो त हाम्रो सपनै थियो भनेर उहाँहरू आफ्नो कुरा पनि त्यहाँ सुनाउँदै हुनुहुन्थ्यो। र हामी पर्यटकको रूपमा घुम्न गइरहेका थियौँ, हामी चाहिँ ठाउँ हेर्ने उद्देश्यले। तर कतिजनाको चाहिँ यहीँ मात्रै आउने उद्देश्य थियो, कति त माथि जान नसक्ने, चिसोको कारण यहीँबाट फर्किने पनि गाडीहरू थिए। भनेपछि हामी बुझ्न सक्छौँ कि मान्छेको आस्था कति जोडिएको हुन्छ कुनै पनि ठाउँ विधिसँग। अब यस भिडियोमा चाहिँ मैले कागबेनीसँगको मात्र यात्रालाई समेटेँ, एकदम लामो हुने भयो भिडियो। अब अर्को थर्ड पार्टमा चाहिँ हामी मुस्ताङ पुगेको र फर्कदा मार्फा घुमेको दृश्यहरू पनि म राखेर अर्को भिडियो पनि अपलोड गर्नेछु। यो भिडियो मन परेको छ भने लाइक पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। र अहिले चाहिँ मैले अब यही कागबेनीका सुन्दर दृश्य देखाउँदै म चाहिँ बिदा हुन्छु। नमस्ते।